Today we are going दिपायल के भन्छ त्यो दरबार ठ्याक्कै नाम थाहा भएन। अब हामी पुगिसकेपछि तपाईँले देखाउने प्रयास गर्छौँ। हामी चाहिँ जाँदैछौँ, साथीहरू पनि हुनुहुन्छ। ओके, हल्का थकाइ पनि लागिरहेको छ, चिसो चिसो मौसम छ। दिउँसोतिर चाहिँ आज चाहिँ यहाँ दिपायलको टेम्परेचर तापक्रम चाहिँ तपाईँको त्यही 43 डिग्री सेल्सियस पुगेको थियो। लास्टै गर्मी थियो आज दिउँसोतिर। अनि अहिले चाहिँ हल्का शीतल छ, आनन्द छ। त्यसैले हामी चाहिँ घुम्दैछौँ। अनि म तपाईँहरूलाई चाहिँ जति सक्दो चाँडो देखाउने प्रयास गर्नेछु। डाँडाकाँडाहरू पनि एकदम राम्रो छ। यहाँ माथि मन्दिर पनि रहेछ साथीहरू, होइन? यो मन्दिर हेर्नुहोस्, अलि राम्रोसँग अलि माथिबाट देखिन्छ होला। यो त सायद सिलगढीको गाउँ हो क्या। ल जे भए पनि म तपाईँलाई देखाउने प्रयास गर्छु। अनि तपाईँहरूलाई म सेती खोलो पनि देखाउने प्रयास गर्नेछु। मेरो साथमा भिडियो अन्तिमसम्म हेर्नु होला। ओके साथीहरू, यतिखेर हामी धेरै सिँढीहरू पार गर्दै गर्दै माथि आइपुगेका छौँ। मेरो साथीहरू पछाडि हुनुहुन्छ, म चाहिँ अलि अगाडि छु। सो आई एम भेरी एक्साइटेड। सो एकदम साथीहरू, तपाईँहरूको प्रतीक्षा गढी समाप्त भइसकेको छ। सेती खोला चाहिँ यहाँ तल हो। यो चाहिँ सानो खोला हो, यसलाई के खोला भन्छ मलाई थाहा भएन, होइन? यहाँको म स्थानीय नभएको कारणले स्थानीयलाई सोधौँला। अनि फेरि सेती खोला यता तल छ कि मन्दिर चाहिँ अहिले राम्रोसँग देखियो चाहिँ के दरबार, राजकोट दरबार के त्यस्तै नाम लिँदै थियो साथीहरूले। यो चाहिँ हामी मन्दिरमा आइपुगेका छौँ। म तपाईँहरूलाई मन्दिर देखाउने प्रयास गरिसकेको छु। अनि तपाईँहरू ढुक्क भएर हेर्न सक्नुहुन्छ चाहिँ मन्दिर हो साथीहरू। अनि यहाँ चाहिँ विभिन्न पुराना संरचनाहरू छन्। साथीहरू चाहिँ कोही पनि झुल्केको छैन अहिलेसम्म। म त्यति बेलासम्म तपाईँहरूलाई यसो मन्दिर घुमाउने काम गर्छु। यो चाहिँ हेर्नुहोस् तपाईँले, पिपलको चौतारी। अनि यो चाहिँ मन्दिर जस्तै छ, मन्दिर नै हो सायद, होइन? मन्दिरमा हामीले हिन्दू धर्म मान्ने भइसकेपछि भगवान्को सधैँ आशीर्वाद लिनुपर्छ। म पनि यसो भगवान्लाई ढोक गरेर अगाडि बढ्न चाहन्छु। अनि साथीहरू, यहाँभित्र भगवान् पनि हुनुहुन्छ। सायद भगवान्लाई देखाउन मिल्दैन क्या, त्यसैले मैले चाहिँ देखाउन चाहिनँ। मैले चाहिँ डमरू त्रिशुलहरू साथमा बेल पाएको रहेछ साथीहरू। बेल एकदम राम्रो खानेकुरा हो, फल हो। चाहिँ कागलाई बेल पाएको हर्षण विश्वास भन्छन् नि। अनि म चाहिँ आशीर्वाद लिँदैछु साथीहरू। यहाँ चाहिँ श्री गणेशाय नमः भैरव देवाय भन्ने एउटा के लेख पनि लेखिएको छ। यो विषयमा हामी डिटेलली रूपमा जान्ने प्रयास गर्ने नै छौँ। म तपाईँहरूलाई सेती महाकालीको पानी पिलाइदिउँला भन्ने सेती खोला देखाउन चाहन्छु साथीहरू। तपाईँले तल त्यो निलो ताल देख्नुभयो नि, त्यो नै सेती खोला हो साथीहरू। म हल्का जुम गरेर देखाउँछु। सेती खोलो भनेको चाहिँ पानी अहिले रातको मौसमबाट हल्का निलो देखिए पनि मेरो क्यामेरा पनि अलि त्यस्तै छ। नत्र यो चाहिँ सेती खोला चाहिँ एकदम सेतो हुन्छ क्या साथीहरू। यति ठुलो छ नि, सेती खोलाबाट सायद बिजुली पनि निकालिएको छ क्यारे जस्तै लाग्छ मलाई। अनि त्यसपछि यता चाहिँ हाम्रो डोटी दिपायलको यो चाहिँ तालिम केन्द्र रहेको छ कि प्रहरीहरूको। यता चाहिँ म तपाईँहरूलाई यो पनि देखाउनु, त्यो सेतो देखिराख्नु भएको छ नि, होइन? यो सेतो चाहिँ यो चाहिँ हाम्रो प्रहरीको इलाका पर्छ। हाम्रो एकजना साथी तपेन्द्र जोशीजी आइसक्नु भएको छ। उहाँ चाहिँ भिडियो बनाउँदै हुनुहुन्छ, होइन? उहाँ पनि। अनि यहाँ चाहिँ रातको मौसममा उज्यालोको लागि यसको व्यवस्था पनि रहेछ साथीहरू, होइन? अनि यता चाहिँ एकदम पुराना घरहरू छन् क्या साथीहरू। म तपाईँहरूलाई त्यो देखाउन चाहन्छु। म चाहिँ भिडियो 5 नै, यो त भगवान्को ऊ जस्तो लाग्यो। ए यो गुठी, ए हेरौँ न त, हेरौँ। हजुर हजुर, ए ल यता चाहिँ राजा बस्ने ठाउँहरू हेर्छौँ अब हामी चाहिँ टक्क लाएर। आउनु न, आउनु। चाहिँ यो एकदम यो ढुङ्गाले बनाएको छ कि साथीहरू। हेर्नु न, यहाँनिर फेरि नयाँ पुनर्स्थापना गरिएको छ। अनि यहाँ चाहिँ एकदम पुरानो घर रहेछ। यो चाहिँ भूकम्पले भत्काएको या केही भएको हुनसक्छ, तर एकदम दरबारै जस्तो छ यो चाहिँ। डोटीका सायद राजाकै दरबारलाई हेर्नु न, त्यहाँदेखि सुरु भएर यो घर चाहिँ पर पल्लो कुनासम्म छ साथीहरू, होइन? एकदम पुरानो तरिकाले डिजाइन गरिएको छ। यो घरमा राखिएका ढुङ्गाहरू एकदम मिलाइएको छ। अनि यहाँ चाहिँ यसलाई के भन्छ, डेउडी भन्छ, के भन्नुहुन्छ तपाईँहरू ठ्याक्कै थाहा भएन मलाई चाहिँ।
अनि यो चाहिँ एकदम मिलाएको छ साथीहरू हैन। अनि 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 म तपाईँहरूलाई डिटेलली रूपमा सेतीको पुल पनि यहाँ देखिएको छ, तर तपाईँहरूलाई देख्न अलिक गाह्रो पर्छ। म क्यामेराभन्दा बाहिरबाट हेर्दैछु त्यसैले हल्का मलाई इजी हुन्छ, तपाईँहरूलाई गाह्रो हुन्छ। यो दरबार नै हो साथीहरू हैन। यस्तो खतरा छ नि हैन, दिल्ली कोटे राजा के भन्ने कुरा गर्दैछन् पछाडि साथीहरूले। यहाँ चाहिँ एकदम फेरि कोही साथीहरूले यसो फोहोर पनि गरिदिए रहेछन्। घरको यो ढुङ्गाहरू हेर्नु न, एक एक ढुङ्गाहरूलाई बिचमा माटो नहालिकन मिलाइएको छ कि साथीहरू। हेर्नु न, ढुङ्गै ढुङ्गा। कुनै राजाकै दरबार हो अरे। ठ्याक्कै मलाई थाहा भएन, यदि तपाईँहरू कसैले थाहा छ भने कमेन्ट गरिदिनु होला। यतिखेर हामी चाहिँ डोटीको दिपायल सिलगढीमा छौँ हामी चाहिँ। अनि यहाँदेखि चाहिँ यो डाँडादेखि पारी पुल पनि छ क्या साथीहरू, डाँडादेखि जाने। अनि यो सिँढी भयो यदि जाने। त्यहाँ तल साथीहरू फोटो खिच्न आउनु भएको छ। अनि त्यहाँभन्दा तल एउटा सेतीको पुल छ कि, ओ यो छ नि, यो सेतो हो। यो सेतो भन्दा यहाँनिर चाहिँ ठुलो पुल छ, यो चाहिँ झुलङ्गे पुल हो कि। यहाँदेखि पल्लो डाँडा छ फेरि। यहाँ अस्ति हिजो हामीले पुल देखाएको थियौँ नि, त्यही रहेछ यो चाहिँ। यहाँबाट खस्यो भने कहाँ पुगिन्छ भने देख्नु भएको थियो हिजो तपाईँले। अलिक चाँडो जाने प्रयास गर्छु म चाहिँ तपाईँहरूलाई पुल देखाउनलाई भए पनि। मानिसले घुम्ने काम चाहिँ गरिराख्नुपर्छ साथीहरू।